यस्तै छ साथीहरु। अहिले पापा र भाइ चाहिँ सुके गएको छ कपाल काट्नु। म चाहिँ उनीहरूको रुम सफा गरिदिएँ। दुईजना चाहिँ कपाल काटेर आएको अरे, छेवर गरेर आएको। अर्को निस्केन त उठी। टाउको खोला त रमेश त। ए टाउको खोला अरे, टोपी खोला खोला। ए त्यस्तै ठुलो मान्छेले हात लाउनु हुँदैन। यता हेर न। आज चाहिँ यो मान्छेले मुण्डन गरेर आएको छ है। ए मुण्डन परे के पो छेवर। यता हेर न हौ, यहाँ हेर्नु न। आकाश ला नम नम पोख्यो। टिप टिप छिटो धोएर हाल्नु भन्नुपर्छ है। धोएर हाल्नु ल टिप भाइ। नम नम झऱ्यो ठिकै छिटो। आज भाइले पनि मुण्डन गरेको छ। पापाले पनि। कति रुपियाँ लिँदो रहेछ? कति रुपियाँ लिँदो रहेछ कपाल काटेको? 80। अन्त 80 मा आधी मात्रै काटेर आएको। आधी काटेको 40 कि पुरै 80? कि पुरै 80? पुरै काटेको त अब 16 बजे सुसासी। कहाँ त्यस्तो त हुँदैन होला त्यस्तो त। के बनाएको? के बनाएको? मेरो कटाना। कटाना निम्की? ओहो एक भन्दा किन्यो भने यसको दाम चाहिँ कति? 2000। कटाना अरे? कटाना जिनिस हुन्छ नि यस्तो गर्छ नि, लाइट एन्ड फ्ल्यास हुन्छ। हाम्रो चाहिँ यहाँ चाहिँ हावा चलेर चाहिँ सबै उडाउला जस्तो भएको छ। इधर बन्द गरेर बस्नु परिरहेको छ। यो पछाडि एकजना छ, चना खाएको छ। चना खाएर त कुद्नु पर्छ गोपा। पेटमा अलिक जग्गा बनाउने एकछिन बाद म स्यान्डविच बनाउँछु नि। ए स्यान्डविच पनि खाने? म त करेन्ट खानु पर्यो। म स्यान्डविच चाहिँ करेन्ट। त त्यहाँ मद्दत गर्नुको के जरुरत छैन। त्यो कसरी बनाएको? देखाउ न यता पनि। बेरमा के? यता पनि देखाउ। यहाँ बनिनु छ। एकछिन छोड न भाइ। मेरो पाउको लागि त गर्नु हुन्छ। यहाँ बस्छ थापक्क भिडियो हुँदैछ। भिडियो हुँदैछ उहाँ थापक्क यहाँ बस्छ। हजुर प्लास्टिकको डोरी एक बेडमा मार्तलको हँसियाको हाल्यो भने अगाडिको गलत छ। यहाँनिर गलत छ खासमा। राम्रो देखो। यो हुन्छ नि यतापट्टि दुईटै एउटा टलगार पो भयो। खासमा छ नि यहाँ सिधा हुन्छ। पहिला नि त यो पनि थिएन भनेको यस्तो पो हुनुपर्छ काटा। यो टोपा भएन, यो भएन, यो त भयो नि। अनि यहाँबाट पनि यस्तो खालको बनाउनुको लागि त अन्त तिमीले त कोठा त डल्लै मैला गरे। यो कपाल चाहिँ खासमा काट्ने थिएन कि यो मान्छेले, तर लाप्चे बस्तीबाट उसको सालीहरू आएर चाहिँ हिजो लास पारेर गएर चाहिँ बिचराले काट्यो। जेकी जैन जस्तो देख्दैछ तिमीलाई भनिदियो, किसिम भनिदियो झालमुरी खाने बेलामा है पापा तिमीलाई के भन्यो? के भन्यो हौ? के भन्यो? माइकल ज्याक्सन जैकी जान पो भन्दै थियो। भन्दैमा त्यति साह्रो बाङबुङ किन काटेर आएको अरे हो कपाल? भन्नु सकिन्छ नि त्यो काट्नु हेर्दा त अन्त मान्छे बिरुपै भइहाल्यो। बिरुप पो हुनु अरे। बुई हिजो चाहिँ राम्रो थियो कि आज राम्रो छ? अति राम्रो थियो। किन? ल यहाँ चाहिँ हाम्रो हतियार बनाउनेहरू पुरै छ। आउँदा हुन्छ। त्यो अर्को कट्टी पनि देखाउ त। उयो काठको अगाडि भएको हौ।
अर्को रेती जस्तो के हो त्यो यस्तो पो गर्ने हो त यो होइन यस्तो गरेर उयो करेन्टको बक्सा काटिदिन सक्छ र अब करेन्टको बक्सा त म पो काट्छु